बुझ्नुस् कि त्यो तपाईको रोटेसन चाहिँ एकदम सेन्ट्रल छ, रोटेसन चाहिँ राम्रो छ भनेर बुझ्नुपर्छ। त मैले चाहिँ यही लेखेको छु के छ भने द मेडियल एस्पेक्ट अफ द इच क्लाभिकल शुड बी इक्विडिस्टेन्स फ्रम द स्पाइनस प्रोसेस means the distance between the medial boundary of clavicle and the midline means spinous process should be the same on the both side, यो साइड र यो साइडमा सेम हुनुपर्छ। अनि त्यसलाई हामी के भन्छ वेल सेन्टर्ड एक्सरे चाहिँ भन्छौँ। अब तपाईको के हेर्नुभयो भने तपाईको रोटेसन हेर्नुभयो, आर आईबाट रोटेसन हेर्नुभयो। अब आई आउँछ, आई भनेको के हो? आई भनेको इन्स्पिरेसन। तपाईले एक्सरे गर्न जाँदाखेरि तपाईको आफ्नो कुनै बिरामीको एक्सरे गर्न जाँदाखेरि एक्सरे गर्ने मान्छेले के भन्छ भनेपछि तपाई अलि सास लिनुस्, भित्रबाट भित्र सास लिनुस् अनि सास एकछिनको लागि थामेर बस्नुस् भनेर भन्छ क्या। यसलाई किन भन्छ भनेपछि यसले गर्दा के हुन्छ भने हाम्रो लङ्स जुन छ, हाम्रो जुन लङ्स छ त्यसमा एयर जान्छ। एयर गएपछि त्यो हाम्रो लङ्स के हुन्छ? इन्फ्लेट हुन्छ। त्यसैले गर्दा इन्स्पायर एकदमै इम्पोर्टेन्ट छ। सो एडिक्वेट जुन हाम्रो चेस्ट एक्सरेको फिल्म छ त्यो त्यसमा एडिक्वेट इन्स्पिरेसन हुनुपर्छ। के हुनुपर्छ? एडिक्वेट इन्स्पिरेसन हुनुपर्छ। बल्ल त्यो राम्रो खालको एक्सरे हो भनेर बुझ्नुपर्छ। त अब कसरी थाहा पाउने? यो जब यो फोटो छ, यो एक्सरेको फिल्म छ, यो हेरेर कसरी थाहा पाउने कि यो इन्स्पिरेसन एडिक्वेट छ कि नै? त्यसको लागि एउटा क्राइटेरिया छ क्या। यो क्राइटेरिया छ। यो क्राइटेरिया भनेको के हो? जुन रिब्स हुन्छ, जुन हाम्रो एक्सरेमा यो रिब्स हेर्नु भइरहेछ नि, त्यसमा दुई टाइपको रिब्स, एउटा एन्टेरियर साइड हुन्छ, अर्को पोस्टेरियर साइड हुन्छ, राइट? जुन एन्टेरियर तपाईको यो रिब्स गन्दाखेरि एन्टेरियरली 5 to 6 एन्टेरियर रिब्स हेर्नुभयो अनि पोस्टेरियर इन्ड अफ रिब्स तपाईको 8 to 10 हेर्नुभयो भने बुझ्नु एबोभ द डायफ्राम। जुन यो डायफ्राम छ नि, यो डायफ्रामको माथिसम्म एन्टेरियरली 5 to 6 रिब्स हुनुपर्छ अनि पोस्टेरियरली 8 to 10 रिब्स हुनुपर्छ। अनि यति छ भने बुझ्नुस् कि त्यो भनेको एक्सरे फिल्म एडिक्वेट इन्स्पिरेसनको छ भनेर बुझ्नुपर्छ। जस्तै कि तपाईले यो यसमा हेर्नुस् के, यसमा मैले हेर्ने जुन यो हाम्रो के छ भनेपछि यो हाम्रो थोरेसिक भर्टिब्रा होइन। यो थोरेसिक भर्टिब्रा भनेपछि यसबाट जुन इन्डबाट निस्केको हुन्छ नि, यो इन्ड भएको हुन्छ, यो निस्किरहेछ, यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ। अनि अर्को हेर्नुभयो भने अर्को अलिकति स्याडो खाले हेरिरह होला के। अर्को तपाईले हेर्नुस् के, यहाँ यस्तो आइरहेछ, यस्तो आइरहेछ, यस्तो आइरहेछ, यस्तो आइरहेछ हैन। सो जुन यहाँ जुन थोरेसिक भर्टिब्रा छ त्यसको इन्डबाट जुन निस्किरहेछ नि हैन, त्यो भनेको हाम्रो पोस्टेरियर थोरेसिक भर्टिब्रा हो। पोस्टेरियर रिब्स हो। यो हाम्रो पोस्टेरियर रिब्स हो जुन यहाँ थोरेसिक भर्टिब्राबाट निस्किरहेछ। तर यो फेरि निस्केर हाम्रो जुन निस्केर यहाँ यस्तो आइरहेछ के, हेर्नुस् यहाँ फेरि निस्केर यस्तो आइरहेछ, यहाँ फेरि यस्तो आइरहेछ। त यो हाम्रो भनेको एन्टेरियर रिब्स हो भनेर बुझ्नुपर्छ। त अब गन्दाखेरि तपाईले कसरी थाहा पाउनु, कसरी गर्नुपर्छ भनेर पनि म सिकाउँछु।